छौ तिमीलाई पाएदेखि। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। भगवानको रूप तिमी, प्रकृतिको वरदान। गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान। तिमी हाम्रो सन्तान। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको तारा तिमी, हाम्रो जिउने सहारा तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। जब तिमी यो घरमा आयौ, चारैतिर खुसियाली छायो। जब तिमी यो घरमा आयौ, चारैतिर खुसियाली छायो। असल मान्छे बन्नु तिमी, सबको सेवा गर्नु। घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु। राम्रो सन्देश छर्नु। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। बामे सर्दै खेल्दै तिमी फुर्किन्छौ। लडी बुडी गर्दै तिमी हुर्किन्छौ। बामे सर्दै खेल्दै तिमी फुर्किन्छौ। लडी बुडी गर्दै तिमी हुर्किन्छौ। भोलि ठुलो भएपछि फुल जस्तै फुल्नु। आफ्नो संस्कार संस्कृतिलाई कहिले नभुल्नु। कहिले नभुल्नु। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको नानी तिमी, हाम्रो प्रेमको निशानी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। Bago, may perwoy ba niya?
को थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर रङ्गी बिरङ्गी फुलको थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर आँखाको नानीमा सजाउने संसारले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले जुन त लाग्यो ताराले मिठो मिठो धुनमा प्रकृतिको बोलीमा गाउने छन् हाम्रो गीत परिहरू साराले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले जुन त लाग्यो ताराले Lucky, lucky. कति ढिल पैँची माम लाग्दै किन जायो भन्नु धेरै भयो के गर्ने होला मायाले पैँचीले के गर्छ छोरी भन्ने हामी संविधान मात्रै पठाएको अब हामी भित्र इङ्ग्लिस हुँदैन अब हामी बाहिर लाग्नुपर्छ के ज्ञानी बन्ने मेरो नानी पनि धेरै पढ्ने विद्वान हुने दसौँ भन्नुभयो पैसा मात्रै नि त त्यो भएर पुग्छ कति चिज पैँची माम राखिराखि गरिदिन्छु त्यो मेरो नाति धेरै पढ्नु ज्ञानी हुनु विद्वान हुनु सबैलाई नानीलाई गमी भयो अरे कोहीको मान्छे भन्ने भएर फ्यानमा लगाएर आदमी हुनु सबै कुरा भन्दा पैसा मात्र पैसा मात्र पैसा मात्र नि कहाँ माथि नै होइन उसलाई त्यो डलरै चाहिँदै छ वाह कति नामले देखेको बहिनी
किलो भइदियो दुध मुख जाँदा No,